लाग्यो मलाई त। जे भन्छ त्यही गाउँछु। म त कस्तो एक्लै भएर मर्न लागिसके जस्तो लागिरहेको। बहिनी अनि बजारमा यत्रो तिम्रो काण्ड आएछ अनि तिमीलाई केही भएको छैन? लाग्यो मलाई त। काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है। सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर, तर कुरा सिधा छ भाइहरू, दिमाग त के मेरो भुत्ला नि होइन। अनि तिम्रो घमण्ड त भयङ्कर थियो त, काण्ड त आएछ त होइन? तिमीलाई भाइहरूले दिमाग हल्लाउने च्यालेन्ज दिएछ र होइन? तर दिमाग होइन, टिकटक सामाजिक सञ्जाल त हल्लाइदिएछ नि हेर। तिम्रो काण्ड भनेर जताततै सामाजिक सञ्जाल चाहिँ पुरा हल्लाइदिएका छन् नि अहिले। मलाई कोही भेट्न आउनु यार, म तिमीहरूलाई के तास खेलाउँछु, मासु खुवाउँछु, जे भन्छ त्यही खुवाउँछु। म त कस्तो एक्लै भएर मर्न लागिसके जस्तो लागिरहेको। फोनबाट व्हाट्सएपमा कुरा गर्दा त यत्रो काण्ड आएको छ, अनि मान्छे भेट्न आयो भने कत्रो काण्ड आउला सोचेको छौ? केटा हो 7 मिनेट 2 सेकेन्डको काण्ड हेरेको बब्बा। अनि 7 मिनेट 2 सेकेन्डको काण्ड हेरेर चाहिँ के भयो त तपाईँलाई? के लाग्यो भन्नु त ल। हिउँ जस्तो चम्किने मुहार भएको केटीहरूको पनि भैँसीको पुच्छ जस्तो कालो मन हुँदो रहेछ यार। छ्या। अनि कालो होस् कि गोरो होस्, तपाईँलाई खोजी खोजी चाहिँ किन हेर्नु पर्यो त्यो? अर्काको नहेर्नु न त नि, नहेर्दा हुँदैन? हाम्रो नेपालीको बानी यस्तै छ, अर्काको के काण्ड आयो भनेर दिनकै खोजेपछि त देखिन्छ त, कालो होस् कि गोरो होस् हेरिहाल्नु भयो। जस्ट रमाइलोको लागि मात्र बनाएको यो फुल काण्ड अहिले भेट्टाउँदा नि भेट्टाउँदैन। यो अर्काको काण्डमा पछि लाग्न पनि हुँदैन। हाम्रै चेलीबेटी हाम्रै दिदीबहिनी हुन्, जस्ट यो रमाइलोको लागि मात्रै भिडियो बनाएको, अन्यथा नसोच्नु होला। त्यस्तो नराम्रो केही पनि हालेको छैन। भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला है त।